हेलो साथीहरु, आजको यो ब्लगमा हामी तपाईहरुलाई स्वागत गर्छौं। हामी चाहिँ आज चाहिँ भिडियो एडिटिङ सिक्ने कार्यक्रम रहेको छ। त्यसैले उहाँले तातो पानी खाँदैछु। म चाहिँ सिक्ने मान्छे हो, उहाँ सिकाउने मान्छे हो हैन। अब मैले पर्फेक्ट उहाँले चाहिँ सिकाउँदै हुनुहुन्छ, अलिअलि मैले मेसो ल्याउँदै छु। अब हामी पनि युट्युबबाट भिडियोबाट केही गर्नुपर्छ भन्ने लक्ष्यमा छौँ दुवैजना। त्यही कारणले गर्दा तपाईहरु पनि यो भिडियो एडिटिङका कुराहरु यो कुराहरुमा चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गरेर लाइक गरेर शेयर गरेर चाहिँ हामीलाई चाहिँ सहयोग गर्न सक्नुहुन्छ। त्यसको लागि म चाहिँ तपाईहरुप्रति आभारी छु। तपाईहरुले त्यो कुरा चाहिँ हाम्रो पुरा गरिदिनु पर्ने हुन्छ। एक लाइक, एक सब्स्क्राइब र एक शेयर गरिदिनु हुन म अनुरोध गर्दछु। र यो च्यानलमा कुनै पनि फाल्टु कुरा आउँदैन, एकदमै ज्ञानवर्धक कुरा, तपाईले काम लाग्ने कुरा आउने हुनाले नछुटाइकन हेर्नको लागि सब्स्क्राइब गर्नु होला र मन परे अझ डाउनलोडै गरेर सेभ गरेर राख्दा पनि फरक पर्दैन। अरु केही भन्न चाहनुहुन्छ भने? हैन, अब अहिले तातो पानी खाँदैछौँ हामी। अब एकछिनमा हामी फेरि जाँदै भिडियोकै काम गर्छौँ। अब अहिलेको चाहिँ जेनेरेसन चाहिँ कस्तो छ भने एआईको जेनेरेसन छ। त्यही कारणले गर्दा सबै साथीहरूले यो सम्बन्धी ज्ञान चाहिँ राख्न आवश्यक मैले देखेँ। म पनि त्यो सम्बन्धी अलिकति ज्ञान नभएको कारणले गर्दा आदरणीय मित्र नवीन डोवाडीजीलाई आज रुममै बोलाएर म यो कुरा सिक्दैछु। त्यही भएर साथीहरू सबैजनाले चाहिँ यो कुरा चाहिँ सिक्नको लागि चाहिँ म अनुरोध गर्न चाहन्छु। सबैजनाले कसरी बुझ्न सकिन्छ, सबैले त्यही फिल्डमा काम गर्नुपर्छ भन्ने छैन, तर बुझ्न आवश्यक मैले देखेँ। म पनि यही फिल्डको मान्छे त होइन, तर मलाई अति आवश्यक पर्ने कुनै दिनचर्याका कामहरूलाई अनि गएर आफ्नै कुराहरूलाई सामान्य पारिवारिक कुराहरूलाई पनि मैले देखाउनको लागि चाहिँ यो आवश्यक देखेँ मैले। त्यस कारणले गर्दा म यो भिडियो एडिटिङ प्लस युट्युब च्यानल त्यतातिर लाग्दैछु। तपाईहरुले मलाई साथ र सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। आजको दिनमा मस्ट ह्याभ स्किल, हुनैपर्ने स्किल भित्र परिसक्यो हो। रहरको होइन कि बाध्यताको अथवा जान्नै पर्ने स्किल भित्र सामान्य कुराहरु पनि यसमा किनभने यो कुरा जानेन भने सामान्य ठाउँ पछि परिदो रहेछ। कम्प्युटर स्किल भने चाहिँ एडिटिङ स्किल पनि चाहियो माइनर भए पनि। त्यसकारणले हामी यो सिक्न खोज्दै छौं र उहाँले अब सिक्नुहुन्छ र उहाँको प्रोग्रेस कस्तो हुन्छ त्यो हेर्नको लागि च्यानल सब्स्क्राइब गर्नुहोस्। थ्यांक यू।